त्यसले गर्दा भगवान कसको बसमा हुनुहुन्छ? भक्तका बसमा। अनि भगवानलाई के भनिन्छ? भक्त वत्स। भक्तको बसमा जहिले पनि भगवान। भक्तले बोलाएपछि, भक्तलाई पुकार गरेपछि भगवान त्यहाँ जानुहुन्छ। त्यहाँ कुनै ठुलो कुरा होइन। याति नीच गृहेश भन्नुहुन्छ भगवान नारदजी। जसको भक्ति छ भने भगवानलाई कुनै प्रभाव छैन। यो नीच जाति र उच्च जाति, यो स्त्री जाति र पुरुष जाति, यो उ जाति र ऊ जाति भन्ने उहाँसँग छैन। जसले भक्ति गर्छ भगवान त्यहाँ जानुहुन्छ। किनभने रामचन्द्र भगवानले सौवरीको जुठो खानु भएको छ, हामीले देखेकै सुनेकै छौँ। किनभने सौवरी भनेको एउटा भिलिनी हुन्, एउटा नीच जातिकी व्यक्ति हुन्। मेरो प्यारो रामलाई भनेर उनले दिएको बयर कति प्यारो गरेर खाइदिनु भगवानले। अनि भगवानमा सबैभन्दा भक्तको भोको अथवा पापको भोको भगवान। अनि भन्नुहुन्छ नारदजी, यहाँ याति नीच गृहेश भगवान कृष्ण निजका घरमा पनि जानुहुन्छ, उच्च घरमा पनि जानुहुन्छ। तिमीले निम्तर कहाँ जानुहुन्छ? तै आऊ तस्तो तिमीले निम्तर गर्नुपर्छ भनेको भक्तिले जहाँ गएर भक्ति बस्नुहुन्छ अनि भक्तले बोलाउँछन्। भक्ति नबसे ठाउँमा भक्तले बोलाउँदैनन्। भक्ति गरेर जहाँ बस्नुहुन्छ अनि त्यहाँ भगवानलाई अनि भक्तले बोलाउँछन्। भक्ति छैन भने भगवान जानुहुन्न। जहाँ जुन भक्त कहाँ भगवान भक्ति मार्गले पुग्नुहुन्न, भगवान त्यहाँ जानुहुन्न। त्यसै कारणले गर्दा भगवानको रूप र भक्तको रूप एउटै हो। भक्तलाई निन्दा गर्यो भने भगवान रिसाउनुहुन्छ। भनेको छ भक्तिश्च भक्त भगवान गुरुश्च नामानि चत्वारि शरीरमेकम्। भक्ति भक्त भगवान गुरु जम्मा 4 नाम छन्। नामानि चत्वारि शरीरमेकम्। नाम 4 हुन्। भक्ति भक्त भगवान गुरु, तर शरीर चाहिँ एउटै हो। भक्तलाई गाली गर्यो भने भगवानलाई चित्त दुख्छ अरे। किनभने अनि भगवानलाई गाली गर्यो भक्तलाई पनि चित्त दुख्छ अरे। अब अर्को भगवानको चाहिँ समीपमा गएर बस्न पाउनु अर्को। जम्मा 4 किसिमका मुक्ति हुन्छन्। यहाँ के भन्नुभयो? भक्ति गर्यो भने सायुज्य मुक्ति, ब्रह्म सायुज्य कारिणी। भगवानले सायुज्य मुक्ति दिलाइदिन्छ भक्ति गर्यो भने। त्यसले गर्दा सत्य तथा द्वाप समान। अब मुक्तिको कारण के थियो? वैराग्य। कलिमा मुक्ति हुने कारण के हो? भक्ति। अनि त्यसले गर्दा अब कलियुगमा भक्ति भन्दा अरू केही पनि छैन। अब त्यसले गर्दा हे भक्ति महारानी, अब सत्य स्थिरता द्वापरसम्म चाहिँ मुक्ति पृथ्वी तलमा हुनुहुन्थ्यो। किनभने पृथ्वी तलमा चाहिँ अनि मुक्ति हुनुहुन्थ्यो, तर कलि आएपछि मुक्ति पृथ्वी तलमा बस्न सक्नु भएन। मुक्ति गएर वैकुण्ठ बस्नु हो। त्यस कारणले गर्दा अनि मुक्तिको ठाउँमा चाहिँ के हो? मुक्ति दिने वैकुण्ठ गएर मुक्ति बसेपछि अब के गर्नु हो त भन्दा त मुक्तिको छाया चाहिँ यी ज्ञान र वैराग्य हुन्। यी ज्ञानका वैराग्य चाहिँ मुक्तिको छाया हुन्। त्यहाँ छोडिदिएको हो। जसले ज्ञान प्राप्ति गर्छ, जसले वैराग्य हुन्छ, जसले भक्ति गर्छ, त्यसले चाहिँ मुक्ति प्राप्ति गर्छ। र त्यसले गर्दा यी कलियुगमा यही छैन भन्ने भक्ति महारानी। र त्यसले गर्दा भक्तिको स्पर्श कसैले गर्न सक्दैन। येषां चित्ते बसत भक्ति सर्वदा प्रेम रूपिणी। नारदजी भन्नुहुन्छ जसका चित्तमा, जसका हृदयमा भक्ति महारानी बस्नुहुन्छ सधैँभरि उसले स्वप्न पनि खराब चिज देख्दैन। स्वप्न पश्यन्ति किन स्वप्न पे अवनमूर्त खराब चिज देख्दैन। किनभने भगवानको रूप देख्छ। उसलाई कुनै पनि पिशाच, जसले भक्ति गर्छ भने के लेख्नु भएको छ भने न प्रेतो न पिशाच वा राक्षसो स्वरूप भक्ति गर्छ भने न प्रेतले दुःख दिन सक्छ, न पिशाचले, न राक्षसले, न असुरले भक्तिको स्पर्श गर्न कसैको ताकत छैन। जुन फल चाहिँ तपस्याद्वारा पाइँदैन, वेद पाठ गरेर पाइँदैन, अब यस्तो फल चाहिँ भक्ति गर्नलाई पाइन्छ। यसमा प्रमाण हुनुहुन्छ अरे। प्रमाण को हुनुहुन्छ अरे? प्रमाण तत्र गोपिका। पशुपति को आरती घंट बजोस। संध्या काल माँ श्री पशुपति को आरती घंट बजोस। आर्य घाट को कल कल जल माँ, आर्य घाट को कल कल जल माँ शीतल
शीतल वायु बहो अर्धा जलमा भजन सुनी सुनी अर्धा जलमा भजन सुनी सुनी मेरो प्राण छुटो मेरो प्राण छुटो से भगवान मेरो प्राण छुटो मेरो प्राण छुटो से भगवान मेरो प्राण छुटो राम नाम को केसरी ओढ़ने गीता सिरानी बनो राम नाम को केसरी ओढ़ने गीता सिरानी बनो चंदन लेपना सिरमा तुलसी चंदन लेपना सिरमा तुलसी जलले कंठ भिजो राम नाम को उच्चारण गरी गरी राम नाम को उच्चारण गरी गरी मेरो प्राण छुटो मेरो प्राण छुटो से भगवान मेरो प्राण छुटो मेरो प्राण छुटो से भगवान मेरो प्राण
जन मरले अंगो भये
सब चीज बनने गए कभी करानी बंदे बचतो भारी भराए बचतो भारी भराए उमाली आंसू मैंने भरी नहीं भरी संगा आंसू सिवाए कुछ रोहाई बिसेरती को संगा आंसू सिवाए कुछ रोहाई बिसेरती को न मिले भगवान करुणा तुमको न मिले भगवान करुणा तुमको जन्म जन्म बिरथने हो आमी भूले धन जन्म दिले अंधो भये छो शक्ति तुझुक दे उनकी नगारों मोह भरेरा उनकी नगारों मोह भरेरा जनिगरा so